युके को लास्ट भिडियो साथी हो। हामी होटेलको बसाई हाम्रो अब लास्ट भनौँ अब नेपाल ब्याक टु माई होम। अब कर्ममा फाइनल्ली रुमबाट चेक आउट भएको। अब हामी बाहिर बसेर नेपालको यात्राको लागि गाडी वेटिङ बसिछौँ। लगभग 36 दिनको बसाइपछि हामी नेपालतिर लाग्दैछौँ। सियु युके लन्डन मिस यु गाइस हैन त। अब मैले बिचको यो ब्लग आज हैन भोलि हाल्नेवाला छु। हामी रेडी छौँ। सियु लन्डन ट्याक्क हामी होटेलतिर आइसक्यौँ हैन त। आउँदैछौँ बस यो होटेल हो बस। हमारा लास्ट डे हाम्रो नेपाल गए फिर मिलेंगे जिंदगी जरूर मिलेंगे पापा। तो मूवियाँ आएंगी हम इकट्ठे होंगे होनी चाहिए। हाँ मेरा नंबर है तुम्हारे पास। ओके ठीक है ठीक है। जब भी आओ ल बहिनी ल हाम्रो बहिनी एकदम खतरा बहिनीसँग आज नेपालमा बाई बाई हाम्रो र अब सियु नेपाल। अब मैले उहाँसँग जाने एउटा चलचित्र गर्दैछु। ओके सियु सियु ल बहिनी ल खुसी लाग्यो। ओ सो ल सियु। अब हामी लाग्यो नेपाल। See you to next time. ओके पापा बाई 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 बाई। ल Okay पापा I love you. ल ल ब्रेकफास्ट युकेको खाँदैछौँ है साथीहरू। ल हाम्रो टिमले एयरपोर्टमा लन्च गरिरह्यो। धर्मे गौतमको ब्लग हेर्नु होला है साथीहरू। ट्याक ट्याक ट्याक। हाम्रो टर्मिनल कुवेत सी हो होइन सी देखाएको छ कि हेर्दै अनि सी है त साथीहरू। यसरी जाने हेर्नु पर्दा हामी टर्मिनल सीमा जाँदैछौँ होइन। विदेश आउँदाखेरि योमा एकदम ध्यान दिनुपर्छ कि है। सबभन्दा के कुरा हुन्छ भने विदेश आउँदाखेरि हामी कसरी टिकट हेर्ने त्यहाँ बोर्डमा देखाएको छ आफू कहाँ जाने कुवेत जाने अनि टर्मिनल सी भनेर देखाएको हुन्छ कि। अनि त्यहाँ एबी यो डी हो। अब हामी सीमा गएर लाइन बस्नुपर्छ कि त्यो एकदम हुनु जरुरी छ साथीहरू। अब कसैलाई हुन त अब फेरि यो सबैलाई आउँछ भन्ने छैन होइन। सुरुमा विदेश आउनको लागि अब कसरी ट्रान्जिट गर्ने त्यो कसो गर्दा अनि टक्क हेर्ने यो बोर्डमा देखाएको हुन्छ। अब कहाँ जाने हो आफू अनि कुवेत मेरो त कुवेत हो त्यहाँ देखाएको छ। अनि टर्मिनल सी भनेर पनि देखाएको हुन्छ कि होइन। हामी त्यही भएर अब हामी वेटिङमा छौँ टर्मिनल सीमा होइन। सी अब के हो होइन त्यो साथी टर्मिनल सी त्यसरी हो कि जाने। हुन्छ हामी पुरा लाइनमा बसिरहेको छौँ होइन। त्यो भाइले नेपालमै भेटौँ होला अरे कि त्यो भाइ अर्को 11-12 बजीतिर छ है। Hello Sagadai. Hello. Hello Irene Flop. Hello darling. Hello. Hello ma. हामी अब जान लागेको नेपाल अब कुवेत। Ground staff to leave the aircraft for departure. Ground staff to leave the aircraft for departure.
प्लेनको खाना कस्तो छ दाइ कस्तो छ कविना प्लेनको खाना खान त ठिक छ चिकन ल्याम केटा कस्तो छ प्लेनको खाना हो केटा ठिक छ कस्तो छ बिजनेस क्लासहरू पैसाको बिजनेस क्लास टिकट यस्तो हुन्छ भाइ डबल लामो रहेछ नि त कस्तो लामो रहेछ यार फाइनल्ली हाम्रो ओमान आइयो है ओमान कुवेत ओमान नो कुवेत आइयो है फाइनल्ली कुवेत खै त पालो गरौँला नि त फाइनल्ली ओमान हामी अहिले कुवेतको एयरपोर्टमा छौँ मेरो डेस्टिनेसन D2 मा हो D5 मा D5 खोज्दैछौँ हैन हेर्नु नि फलापलाई भोक लागेरै अब त को छ र आफै किन्ने खाने अब नभए खता नि ओमानको एयरपोर्ट हो साथीहरू यो लन्डन टु ओमान कुवेत टु अब नेपाल देखाउँछ नि कुवेत म त ओमान मात्रै आउनु आउँछ कुवेततिर हामी त B5 के खोज्दैछ B5 यता B5 उता छ हामी यता जान लागेको यसरी सुनेको थियो क्लोज क्युब मुम्बई इस्लाम ब्याङ्कट होइन एकछिनपछि मान्छेहरू तन्नु छ यार कल गर्ने सुविधा फेसिलिटी होइन त यहाँ कुवेततिर म B5 तिर जाँदैछु साथीहरू होइन यहाँ पुरा गेट छाएको छ B5 टक्क म खोज्दैछु B5 कता हो के भने लगभग त्यो काठमाडौँ B5 भन्ने छ नि त्यहाँ जान्छ सर साथीहरू म देखाउँछु काठमाडौँ लेखेको छ नि त्यहाँ B5 मा जाने B5 कहाँ हो भनेर खोज्नुपर्छ साथीहरू हो तपाईँहरूलाई B5 काट्छु देखाएको छ B5 उता छ B5 यो हामी है B5 लाइन खोज्न पर्यो पर छैन B5
त्यस्तो छ फाइनल्ली नेपाल आइपुग्यो 35-36 दिनको बसाइमा नेपाल आइपुग्नु हो 36 दिनको बसाइ कस्तो भयो त लन्डनको हेर्नु नि खोला कस्तो भयो 36 दिन बसाइ लन्डन हो र डार्लिङ के भयो नेपाल आइसकेपछि 36 दिनमा 36 दिन कति दिनमा आइपुग्यो हामी यहाँ 37 days. 37 डेमा UK schedule backup. भएर अब नेपाल सानो देखिन्छ कि यार त्यो प्लेन त्यो यार हाम्रो गौतम बुद्ध 36 दिनको बसाइ पनि बिचमा थियो हैन कहाँ गएर जाउँ यार लाइन बसिहाल्यो यार के रे यही गुरु मध्य गयो त्यही प्लेन आएको सात दिनै आएको मनी एक्सचेन्जमा सातो जाऊ नेपालबाट पर्छ नि नानी यहाँ जुत्ता सुत्ता कपडा चेक गरान्न तिमीलाई स्क्यान गर्न परेन हेलो गाइस हामी अब नेपालमा आयौँ नेपालको इमिग्रेसन पार गरिसक्यौँ अब हाम्रो नेपालमा सामानहरू चेक गर्छ होला त्यसको लाइनमा छौँ है के गर्ने गाह्रो छ के छ हेर्नु नि फला नेपाल ल्यान्ड भएर अफिसतिर जान लाग्यो अफिसबाट म फेरि त्यहाँबाट गाडी समाएर गाउँ जानुपर्छ पशुपतिमा आयो पर्सि ठ्याक्क दर्शन गर्नु पर्यो पशुपतिमा पशुपतिको दर्शन कहाँ पऱ्यो गुरु घर बालकुमारी यता हेर के छ आमा ए चुप फेरि
मेरो छोराले यहाँ आएको पछाडि ल त्यही फाइनल्ली 36 दिनमा घर 38 दिनमा घर आयो।